सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आज चाहिँ म धेरै पछि ब्लग बनाइरहेको छु। आज चाहिँ गठेमङ्गलको ब्लग बनाएँ होइन। यस्तो पानी परिरहेको थियो होइन, पानी परेर भर्खर कम भएको होइन। कम भएर म अब तपाईँहरूलाई गठेमङ्गल फर्स्ट टाइम देखाउनु लगिरहेको छु। जहिले हेर्न जान्छु तानेर लगिसक्छ होइन। किन यत्रो दिन तपाईँहरू चाहिँ लगाएन भनेर सोच्नु भएर होला होइन। मेरो इक्जाम छ होइन, अझै नि इक्जाम त बाँकी नै छ होइन गाइज। इक्जाम त अझै फ्राइडेसम्मै छ। आज गठेमङ्गल सकि त्यही नि हेर्न जानु पऱ्यो होइन। तपाईँहरूलाई खिचिदिउँ भनेर होइन, गठेमङ्गल हो त अनि खिच्नु पऱ्यो नि त होइन गाइज। यस्तो उमा पनि पढेर बस्ने होइन, अलिकति पढेर आएको होइन मैले पनि। ल अब म अगाडि बढ्छु गाइज। गठेमङ्गलमा चाहिँ होइन यस्तो धुवाँसुवा लिएर हिँड्छ क्या ऊ सबैजना पछाडि होइन। त्यो छुवाली लिएर हिँड्छ क्या, त्यसलाई छुवाली भन्छ होइन। म चाहिँ अहिले कुदेर गइरहेको छु, केटा तानेर लग्यो भने देखाउन नि पाइँदैन। ल म कुदेर आइसकेँ। सो गाइज म भागिरहेको छु अब गाइज। ल हाम्रो यहाँ उयोहरू आइसक्यो है त। गाइज अहिले चाहिँ यस्तो माहौल चलिरहेको छ, बच्चाहरू सब भागिरहेको होइन, घर घरबाट यस्तो सब भागिरह हो किन खोइ मान्छे फर्स्ट टाइम हेर्दैछु यार। ल गाइज ल गाइज यो चाहिँ गठेमङ्गल हो होइन। यसलाई चाहिँ यसरी बोकेर लगाइरहेको छ अहिले। ल गाइज यही हो है गठेमङ्गल भनेको चाहिँ डोलो फाल्यो भने गाइजहरू गयो। ल जान्छस् कि जाँदैनस् गाइज? ल अहिले यहाँ यस्तो हुन्छ अब। हामी चाहिँ 3 राउन्ड डुलेर नि आइसक्यौँ होइन। एकदम चाँडो भएछ है। तिनीहरू त तल गएको अझ कन्टेन्ट बनाऊँ भनेको थियो। एकछिन भर्खर पढेर आएको त फेरि घर गयो भने पढाइहाल्ला होइन। हामी त्यसै डुलिरहेको छौँ। फेरि अब पानी पऱ्यो गठेमङ्गलमा चाहिँ होइन गाइज। जहिले पानी पर्छ किन यसले गर्दा कहिले गर्दा गाइज यो मान्छेले गर्दा जहिले गाइज। यहाँ चाहिँ अब फेरि कमलहरू आउनु थालिसक्यो है। यी
गाइस त्यहाँ चाहिँ अझै हेर्नु त धुवाहरू त अझै आइरहेछन् हौ। यो धुवा अब आजबाट लामखुट्टे त पक्कै भाग्ने भयो होइन, अरूहरू पनि मर्ला। गाइस रियन भागेछ इन्टरभ्यू नलिने भनेर, त्यसलाई समाउनु पर्यो। ल श्रेयन म चाहिँ अब एउटा इन्टरभ्यू लिँदैछु होइन। मलाई यो गठे मङ्गल भन्ने चिज चाहिँ कस्तो लाग्छ? ठिकै। गठे मङ्गल तेरो साथी हो रे नि त हो? हो तेरो साथी हो भन्दै थियो होइन। अब दोस्रो क्वेसन, यो वर्षमा कतिचोटि आउँछ? व्हाट इज सेन्स अर्ग्यान? गाइज हामीले चाहिँ किन सेन्स अर्ग्यान सोध्यो भन्नाले भोलि एचपीको इक्जाम छ होइन। हामी चाहिँ इक्जाम भयो नि खिचिरहेछन्, यहाँ कोही कोही हामीलाई हेरिरहेछन्। हेर्नु यस्तो हेर्नु हुँदैन है पब्लिकहरूलाई। ल श्रेयन बाई बाई। ल केही भन्नु गठे मङ्गलको बारे केही भन्नु हो भन्नाले गठे मङ्गल हो रहेछ है त। ए फेरि ल गाइस फाइनली यो सङ्कर्षण कर्तव्य यिनीहरू आइसकेन होइन। यिनीहरू अब यहाँबाट आउँदैछन्, देखाउँछु होइन तपाईँहरूलाई। यिनीहरू यहाँ तल गएर रहेछ, म चाहिँ कसले बोलायो भनेर बसेँ त। यिनीहरू आइसकेको छ है त। यिनीहरू काका बाँदर हो क्या यिनीहरू होइन, नम्बर 1 बाँदर हो, त्यो त भन्नै पर्दैन होइन। हेर यसरी आउँछ हेर्नु गाइस, यसरी। यस्तोलाई बाँदर नभने के भन्ने त गाइस। गाइस हामी चाहिँ अब प्र्याङ्क भिडियो सुट गर्न सक्छौँ होइन। अब हामी चाहिँ प्र्याङ्क भिडियो सुट गर्दैछौँ। ल जुम आउट नगरौँ, त्यसमा आवाज आउँदैन। अब चाहिँ हामी त्यो इनारमा नि होइन क्याटफिसहरू थियो होइन। अब त्यही क्याटफिसलाई तपाईँहरूलाई देखाउँदै गइरहेछौँ। अब हामी सिधै त्यहाँ गएर मात्रै भेट्छौँ है हामी। सो गाइस अब तपाईँहरूलाई हामी क्याटफिस देखाउँदै लाँदैछौँ होइन। अब हामी कुद्न लाग्यो, हाम्रो यहाँ औजारहरू आइसकेको छ, देखाइदिएँ तपाईँलाई पछाडि नि एकदम छ। ल अब हामी तपाईँहरूलाई एकदम यहाँबाट तपाईँहरूलाई लोकेसन नि देखाउँछु होइन। लोकेसन नि देखाउँछु होइन। हेर्नु यहाँबाट यस्तो गरेर यस्तो गरेर यस्तो गरेर यस्तो यस्तो गरेर पुग्छ है, र त्यहाँ पुगेर देखाउँछु। सो गाइस यसको लोकेसन कहाँ भन्नाले यहाँ है, यो ठाउँ। अब यहाँ हाम्रो माछाहरू आउँदैछन् होइन। यो बाटो चाहिँ यहाँबाट आएर यसरी खोइ ऊ गाइस माछा हेर्नु होला है। एकदम यति हो क्या म्याक्स। गाइस हेर्नु है, हेर्नु है, ऊ लग्यो है एउटा। गाइस अब उकिनु पर्ला क्या है। गाइस देख्यो गाइस, सिक्रेट भेटेछ अलि। सो गाइस होइन अब चाहिँ हामी प्र्याङ्क गर्दैछौँ। यस्तो हुन्छ होइन, यस्तो हुन्छ होइन, चोर चोर भन्छ होइन। अनि यहाँ मान्छेहरूको रियाक्सन हेर्नुपर्छ क्या। अनि यो रियाक्सनले गर्दा चाहिँ हामी तपाईँहरूलाई देखाउन सक्छौँ अहिले नेपालमा लोयलिटी अझै बाँकी छ कि छैन भनेर है त गाइस। ल अब चेक गरौँ लोयलिटी।
गाइस कोही कोहीको रियाक्सन थियो हैन तर कोही त मतलबै थियो हैन अब यहाँ दुईजना भाइहरूले हामीलाई औँठी दिएको छ त्यही भएर साउट आउट है यिनीहरू साउट आउट यो के नाम गिब्सन स्यालम साउट आउटमा हामीलाई औँठी दिएको छ ल साउट आउट सो गाइस नेपालको लोयल्टी अलि भए पनि छ हैन अलि छ कि छैन पनि भन्नु मिल्दैन कोहीको रियाक्सन म दौडेर जाँदाखेरि चाहिँ थियो अनि कोही त हैन कोही चाहिँ रियाक्सनै नदिने थियो कोही रिलेकै छ हैन त्यही भएर अलि छ भनौँ न लोयल्टी अझै एउटा गर्नु पर्ला जस्तो हामी सोचिरहेछौँ क्या ल अहिले अबको प्र्याङ्क चाहिँ ह्यान्डसेक वाला छ हैन ह्यान्डसेक प्र्याङ्क गाइस ल हामी त यो माछाले खुवाउने काम एकदम राम्रो गरिरहेछ हैन हामी चाहिँ पास होस् हैन एक्जाममा ल हामी त कहाँ छौँ गाइस यहाँसम्म है गाइस कहाँ छौँ हामीले फाइदा आयो कहाँदेखि आएको हौ हामी त अलि बदली सो गाइस अर्को प्र्याङ्क चाहिँ मै समय राख्छु होइन त्यहाँ दुईजना दाइहरू बसिरहेको होइन चाहिँ बसेर अब कर्तव्य चाहिँ पछाडिबाट आउँछ होइन कर्तव्य मलाई बिग फ्यान दाइ भन्छ होइन अनि म चाहिँ भ्लग बनाएर आउँछु होइन रियाक्सन मैले गाइस म एकदम नर्मल एक्ट गर्छु होइन रोक It's so weird. One, two, three, four. 3, 4, 5, 6, 7. गाइस सुरु गर्न ला अब यिनीहरूलाई भेटाम कहाँ होला यिनीहरू पक्का न यो दुई तीनजनालाई भेटाउन पनि भइसक्यो उता बाडरहरू जस्तो क्लाइम्ब गरिरहेको छु This is my day in your life. In your life, day. Bye. I saw you. I see you. One, two. 3, 4. गाइस एकजना बाँकी छ लास्ट हो अझसम्म गोठा मङ्गल चलिरहेको छ भेट्यो स्यालम र डिप्सन सो गाइस आजलाई जति देखाउँछ देखाइगयो हैन हामीले सकेसम्म तपाईहरुलाई इन्टरटेनमेन्ट गराउन खोज्यौं त्यही भएर आजलाई यति बाइ